एउटा विद्यार्थीको हकित र अधिकारको लागि स्थापित यो सोभियत संस्था जुन यो विद्यार्थीका साझा मुद्दाहरू एजेन्डाहरू चाहिँ प्रस्तुत गरेर विद्यार्थीका चाहिँ विभिन्न खाले गतिविधिमा चाहिँ गर्छ। यसका लागि चाहिँ हुन्छ यस्तो निष्पक्ष स्वतन्त्र रूपमा चाहिँ हुनुपर्ने थियो। तर चाहिँ यहाँ हार र जितको कुरा चाहिँ देखाएर धेरै विद्यार्थी सङ्गठनहरूले हार्ने डरले चाहिँ ताला लगाइरहेको अवस्था छ। यसमा संलग्न सबै म विद्यार्थी सङ्गठनलाई के भन्न चाहन्छु भने यो विद्यार्थीहरूको एउटा साझा संस्था हो। यो क्याम्पसहरूमा राजनीति गर्नलाई मात्र होइन, विद्यार्थीका चाहिँ एजेन्डा अधिकार प्राप्तिको लागि हो। विद्यार्थीलाई चाहिँ अझ केही न केही नयाँ स्किल बेस्ड शिक्षाका विषयमा वकालत गर्ने कुराहरू हो। शैक्षिक उन्नयनका लागि चाहिँ जन्मिएको एउटा संस्था हो। यसका लागि चाहिँ सबै विद्यार्थी सङ्गठनले जिम्मेवार बोध गर्नु पर्यो। हारको कुरा होइन। स्वतन्त्र विद्यार्थी युनियन भनेको सबै विद्यार्थीको साझा संस्थाको थलो भएको हुनाले तपाईँहरू सबै एकचोटि जिम्मेवार बोध गर्नु पर्यो र चुनाव गराउनु पर्यो। हारलाई नै प्रमुख कारण मान्नु भएन तपाईँहरूले भनेर म यहाँबाट भन्न चाहन्छु। र उहाँहरू पनि के गर्नु पर्यो भन्दाखेरि चुनाव गराउने कुरामा शान्तिपूर्वक विद्यार्थी चुनाव गर्न पायो, मताधिकार सुनिश्चित गर्न पायो भने एउटा नेतृत्व जन्मिने, नयाँ चाहिँ भोलि भविष्यको चाहिँ एउटा चाहिँ एउटा नेता जन्मिने कुराकानीमा चाहिँ कुनै दुविधा हुँदैन। त्यो भएर चाहिँ सबै सङ्गठनहरूले जिम्मेवार बोध गर्नु पर्यो भन्ने कुरा म यहाँबाटै भन्न चाहन्छु।